हेलो एभ्रीवान, नमस्ते, वेलकम ब्याक टु माई युट्युब च्यानल न्यू डे न्यू ब्लगका साथ म फेरि पनि उपस्थित भइसकेको छु। आशा छ तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला भन्दै ब्लग स्टार्ट गर्न जाँदैछु। सो साथीहरु, तपाईहरुलाई मैले अस्ति भनेको थिएँ नि म घर जान्छु भनेर, त्यही भएर म घरमा आएर ब्लग स्टार्ट गर्ने कोसिस गर्दैछु। आज चाहिँ हाम्रोमा चाहिँ गहुँ कुट्ने कार्यक्रम हुँदैछ। अस्ति पानी परेर कुट्न पाएको थिएन अरे मम्मीहरूले, अनि त्यही भएर आज चाहिँ गहुँ मजाले सुकाएको छ, घाम पनि लागेको छ। यता ब्याकग्राउन्डमा देख्न सक्नुहुन्छ। अब हामी चाहिँ गहुँ कुट्ने कार्यक्रम छ, त्यही भएर म चाहिँ यहाँ अघि नै सर्टहरू लगाएर रेडी भइसकेँ, किनकि यतातिर अहिले गहुँ ओसार्दाखेरि पाक्छ नि त। त्यही भएर गहुँ कुट्ने मान्छे चाहिँ यहाँ मेरो देवर बाबु हुनुहुन्छ, उहाँले कुट्नुहुन्छ गहुँ, हामी चाहिँ ओसारेर दिन्छौँ। ल है त साथीहरु, सबैले इन्जोयको साथ रमाइलो च्यानल, अब यो भ्लग रमाइलो साथ हुन्छ आज है, त्यही भएर सबैले हेरेर रमाइलो साथ कति मुरी आउँदो रहेछ हाम्रो गहुँ हामी है, त्यति भन्छ सबैजना आज गहुँमा यहाँदेखि परसम्म सुकाएको छ है त साथीहरु, म देखाउँछु तपाईहरु। मेरो छोरोको पारा चाहिँ यस्तो छ, यहाँनेरि गहुँ कुट्न रेडी भएको रे। यहाँनेरि गहुँ चाहिँ यता पनि छ टन्नै, अनि यहाँदेखिबाट ऊ परसम्म छ, यहाँदेखिबाट ऊ परसम्म छ। मेसिन चाहिँ वहाँनेरि छ। अब चाहिँ हामी गहुँ कुट्न यस्तो मजाले घाम लागेको छ। यो चाहिँ मेरो घरबाट देखिने ब्याकग्राउन्ड हो, यस्तै छ गाउँघरतिरको। ल अब चाहिँ हामी गहुँ कुट्न सुरु गर्छौँ। उताको क्यामेराम्यान चाहिँ उहाँ हो मेरो देवर बाबु। उहाँले नै अलिअलि भ्लग स्टार्ट गर्नुहुन्छ, मैले पनि अलिअलि भ्याएसम्म गर्ने हो। कसले बनाउँछ भिडियो आज थाहा छैन है, लेट्सी। अब म चाहिँ गहुँ कुट्नलाई रेडी भएर बसेको है गाइजहरु। आज अब यस्तै छ, गहुँ कुट्नु पनि छ गाउँतिर है। ल तिमी बनाऊ ल अलिअलि, मैले सक्नुहुन्छ गाइज। अब यो गहुँ धेरै छ आज कुट्नु पर्ने है। अब यहाँ घाम पनि मौसम आज राम्रै छ, घाम चर्कै लागिरहेको छ। यी गहुँ हेर्न सक्नुहुन्छ। अब यही हो कुटेर हामी आज कुट्ने छौँ। यहाँ हाम्रो सहयोगी भाइ है यो चाहिँ, अब आज यहाँ काम गर्छ यो भाइले नि। ठाउँ रेडी हुँदैछ है गाइज हाम्रो चाहिँ। यो अब मिसिनले कुट्ने हो, यही हो मिसिन। अब यहाँनिर चाहिँ सबैजनाले यहाँ रेडी गर्दै हुनुहुन्छ गहुँ कुट्ने ठाउँ हो, यहाँनिर कुट्छौँ। र अब यस्तै हुन्छ अब यो भ्लग चाहिँ आज यस्तै, यही कामले हो। हामी चाहिँ आज अब यस्तै काम छ, भाउजूको नि यही हो काम आजको। हामी आज यही काम गरेर फुल इन्जोय दिन्छौँ हजुरहरूलाई, मजाले हेर्नुहोस् हाम्रो दुःख। अब हाम्रो चाहिँ रेडी भयो, अब हामी चाहिँ स्टार्ट गर्न आँटेको। अब उताबाट भाउजू आउनुहुन्छ, अनि यो गहुँ दिनुहुन्छ है हामीलाई। अनि यहाँनिर अब मिसिन स्टार्ट गर्न लागेको हामी चाहिँ एकछिनमा। ल है साथीहरु, हामी त हिँड्यौँ गहुँ कुट्नलाई। अब मेरो नन्द म टन्नै छौँ उहाँ आँगननेरि कुट्न नलागेको, धुलो फोहोर हुन्छ भनेर। अब चाहिँ हामी हिँडेको छ गहुँ कुट्ने त। यहाँनिर हामी काली पनि छैन, यहाँ काली अझै कुट्ने बाँकी छ। स्टार्ट भयो, अझै यहाँनिरको थुप्रो त बाँकी नै छ। यो चाहिँ अब भ्यायो भने गर्ने हो, नभए नगर्ने हो। आँगनतिर पनि टन्नै छ। ल उहाँ बुढी सासू, मेरो सासू, मेरो कान्छो देवर सबै रेडी भइसके गहुँ कुट्नलाई। ल साथीहरू यस्तै छ। ल स्टार्ट गरियो अब। आउँछ हजुर, तिमी त हाल्न जान्दैन छौ, यहाँ राखिदिने हो। मम्मी र बाबु भएर कुट्ने। र चाहिँ यहाँ सासू बुहारी मिलेर गहुँ कुट्दै हुनुहुन्छ है, यी हेर्न सक्नुहुन्छ। सासू र बुहारी मिलेर चाहिँ गहुँ मजाले कुट्दै हुनुहुन्छ यहाँ। तर गहुँ धेरै झुरुप्प भएको छैन, अस्ति पानी परेर ओसी छ, त्यसैले हो। आज चाहिँ यहाँनिर भाउजूले र ठुली मम्मीले गहुँ चाहिँ मजाले कुटिराख्नु भएछ। घाम त्यस्तै मजाले लागिरहेछ र सासू बुहारी मिलेको चाहिँ यसलाई भन्छ क्या। हेर्नु न गाइज, हाम्रो बिजोग गहुँ कुट्दै थियौँ, गहुँ सुकेको रहन्छ, ओसिएर यी थन्केर बसिछौँ हामी, यसरी हेर्न सक्नुहुन्छ है। गाह्रो छ यहाँ गाउँमा काम गर्न। गहुँ राम्रोसँग सुकेको रहन्छ। अब एकछिन 1-1.5 घन्टा जति सुक्न दिएर त्यसपछि कुट्न सुरु गर्छौँ। अब हामी मान्छे एसएससी दिएर बसेको है, 2-3 महिना बिदामा मारी गहुँ कुट्न लाउनु छ। बिजोग छ भने बेकार एसी दिएको। 1-1.5 घन्टा जति गहुँ तातोस् मजाले, अनि त्यसपछि
हुन्छ नभए मिसिनले मात्रै ताने के खुरुखुरु हात्ने भाउजूको नन्दा यहाँनिर हेर्नु काम गर्न छोडेर यी यसरी फोन चलाएर बस्छन् यी यता चाहिँ जेठो देवर उता ऊ भाउजू चाहिँ त्यहाँनिर काम गर्न छोडेर काम ठगेर बसिरहेछन् भने यस्तो यस्तो यहाँ कस्तो धुम्म भइछ त्यही भएर घाममा बसेको रे अनि यहाँ ठुली मम्मी चाहिँ यहाँ उस के अरे गहुँ सुकाउँदै हुनुहुन्छ है यस्तै हो यो चाहिँ भाउजूको सासू आजी चिन्नु भएको थिएन होला आज चिन्नुभयो होला है कुट्न आएको मान्छे यहाँ शीतलमा बसेको छौँ कति बेला गहुँ ताप्छ अनि त्यसपछि गर्ने हो काम चस्मा लगाएर बसेको छु है म चाहिँ यो गहुँ कुट्ने चस्मा हो फेरि ल साथीहरू हामीले चाहिँ 1-1.5 घन्टा गहुँ मजाले सुकाएर 2-3 जना भएर कुट्न लागेछौँ अब गाडाङ गुडुङ पर्छ पानी पर्छ भनेर मैले चाहिँ बाबुलाई मोबाइल समात्न लाएर भिडियो बनाइदेऊ न भनिरहेको छु भ्याइ नभई चाहिँ हामीलाई चाहिँ चट्टारो हामी चाहिँ सबैजना मिलेर गर्दैछौँ यता 2टा दिएर बाबुहरूले हालिदिँदै हुनुहुन्छ मैले पनि यता मिसिनमा नै हाल्दैछु मुठा पनि दिँदैछु अनि मेरो बुढी सासूले पनि दिँदै हुनुहुन्छ मम्मी चाहिँ अँगालो ल्याउँदै यताउता गर्दै हुनुहुन्छ कति हतार हतार छ पानी पर्न लाग्यो गाडाङ गुडुङ गर्न लागिहाल्यो त्यो अनि के गर्नु म चाहिँ आकाशतिर हेर्दै पानी पर्छ कि पर्दैन कालो बादल आछ कि आजकल पनि हेर्दै गइरहेको छु ठिक छ नि यतिचोटि गाउँ कुटिसकेपछि आनन्द हुन्छ अझ यत्रो गर्दा त बाँकी बस्यो हाम्रो अनि हामीले चाहिँ यस्तै गरेर हामीले लगभग 2 घन्टा गहुँ कुट्यौँ हामीले कन्टिन्यू भ्याइ नभई गरेर बाबुलाई भिडियो बनाउँदैको घरि अम्लाले सेक्छ घरि भयो कि भयो भनेर कराउँछ के गर्नु कति गाह्रो छ मैले स्ट्यान्ड पनि लिएर आइन उताबाट भिडियो बनाउँछु कि बनाउँदिनँ भन्ने कन्फ्युज थियो स्ट्यान्ड पनि ल्याएन अहिले आपत परेको काम हुँदैछ मेरो त बानी छैन यस्तो मुटी दुखेर यहाँ कस्तो भयो एकछिन बसेको म चाहिँ यता गर्दै हुनुहुन्छ भ्याइ नै भएछ पानी पर्नु जस्तो भयो अहिले त घाम हराइहाल्यो पानी पर्दा जस्तो भइहाल्यो उठ्दैछौँ धम्माधम त्यति त्यता गाउँ आउँछ यताबाट यता पुग्यौँ त्यसपछि यहाँ साथीहरू मेरा साथीहरू
भ्याउने जति चाहिँ गऱ्यौँ, पानी पर्न लागेर आँट्यौँ हामी सबैजना। अब बाँकी भएको चाहिँ भोलि नै गर्छौँ। अब यताको यो टकटक क्लियर बनाउनु पर्यो। अहिले छोप्दै हुनुहुन्छ मम्मी, पानी पर्न लागिसक्यो, त कालो बाजा लागिसक्यो। गाउँ लाने ठाउँ, राख्ने ठाउँ, यता गर्मी गर्ने ठाउँ भ्याइ नभ्याइ छ। पानी आयो, बिजक हुने भइसक्यो यहाँ। भ्याइ नभइ छ भगवान्। एकछिन आधी घन्टा जति नआइदियो हुन्छ भने उता पारीबाट पानी आइसक्यो। मिसिन क्लोज हाम्रो। परेर हाप परेर यहाँ पुरै भिज्यो। बल्ल सिद्धिनु त के सिद्धिनु, अझै यो प्लास्टिकको छोपेको त सबै छ। पानी पऱ्यो क्या पुरै, यस्तै भिज्यो। अब त्यही हो, गाउँघरमा गरी खान गाह्रो रहेछ, गरी खानु सक्ने यस्तै हो। अब म चाहिँ एकछिन नुहाइधुवाइ गर्छु, फ्रेस हुन्छु, धुलै धुलो बाँच्छु पुरै। भोलि नै कुट्नु सघाउँ चाहिँ यस्तै त के गरी सुत्नु। गाइज अब आजको भिडियो चाहिँ यहीँनिर समाप्त। यहाँनिर आज पानी परेर चाहिँ है हाम्रो बिजोग भयो, त्यही भएर जति सक्दो छिटो गर्दा पनि भएन। अब आजको भिडियो यहीँसम्म हो है त, थ्याङ्क यू।